सरसम कोडा। नमस्ते साथीहरू। आज बिहानै म स्टुडियोमा बसेर केही काम गरिरहेको थिएँ। अचानक मेरो नजर पर्यो एउटा कपमा। पुरानो कप, तर अति नै स्पेसियल कप। मैले धेरै समयदेखि जोगाएर राखेको कप, माया गरेको कप। र त्यो कपले मलाई एउटा पुरानो सम्झनाहरू गरायो। निर्जीव त हो, एउटा वस्तु त हो भनेर हामीले सोचिरहेका हुन्छौँ, तर ती निर्जीव वस्तुहरूले पनि तपाईँहरूको सम्झना, हाम्रो सम्झना, त्यो डल्लै समयलाई यसले बोकेको हुँदो रहेछ। साँच्चै अब यसलाई निर्जीव भन्नु मिल्छ के त भन्ने जस्तो पनि मलाई लाग्यो है। र त्यो कपले मलाई सिधै फ्ल्यासब्याकमा पुर्यायो झन्डै 30 साल अघि, जहाँ नर्थ पोइन्ट दार्जिलिङको एउटा नामी स्कुल है, जहाँ म कार्यरत थिएँ एज अ कम्प्युटर टिचर। र त्यो समय र त्यो नर्थ पोइन्ट स्कुलबारे म यहाँहरूलाई केही सुनाउन लागिरहेको छु। यहाँहरूलाई स्वागत छ। समीरसित जीवनका कथाहरू। वेलकम टु स्टोरी विथ समीर। क्लासरुमभित्र पस्ने बित्तिकै केटाकेटीहरू बेन्ची छोडेर उत्तिँदै म कहाँ आएर मेरो कोटमा झुन्डिन्थे। नानीहरूले त्यसो गर्दा मलाई अप्ठ्यारो लाग्थ्यो। मलाई नटेरेको पो हो कि भने जस्तो पनि लाग्थ्यो। उनीहरूले मन पराएरै त्यसो गरेका रहेछन्। हल्ला खल्ला सुनेर फादर लोबो मेरो क्लासको छेउैबाट पालक पुलुक हेर्दै जान्थे, तर केही भन्दैनथे। उनलाई आफ्नो सन्देश यसरी नै चुपचाप म कहाँ पुर्याउनु थियो। त्यो पुग्यो। मैले कुरा बुझेँ। मलाई लगभग 5 मिनट जति लाग्थ्यो क्लासरुमलाई शान्त गर्न। नर्थ पोइन्ट दार्जिलिङको एउटा नामी स्कुल, जसको रेपुटेसनबारे मैले भनिरहनु पर्दैन। म त्यहाँ कम्प्युटर टिचरको रूपमा कार्यरत थिएँ। भर्खरै कलेज सकेर सिलगढीमा कम्प्युटर ट्रेनिङ गरेपछि जीवनकै पहिलो जब कम्प्युटर टिचर, त्यो पनि नर्थ पोइन्ट जस्तो स्कुलमा। आफू भने माध्यमिक स्कुल पढेको, दामी दामी ब्लेजर टाई लगाएर विद्यार्थीहरू नर्थ पोइन्टको बसमा चढेर स्कुल गएको देखेको। अहिले आफूले पनि त्यही स्कुलमा एज अ कम्प्युटर टिचर काम गर्न पाउँदा धेरै गर्वित अनुभव मैले गरिरहेको थिएँ त्यस बेला। उत्साहित त्यस्तै अनि डर पनि त्यस्तै। नानीहरू मसित निकै झ्यामिएका थिए, म पनि उत्तिकै। अरूभन्दा सानो देखेर होला अलिक एडभान्टेज पनि लिन्थे नानीहरू। हत्तापत्ता भनेको नटेर्ने म कठोर बन्न खोज्थेँ, तर एकै क्षणलाई नानीहरूलाई थाहा भइसकेथ्यो मेरो आदत। उनीहरूको मन जित्नलाई म सदैव प्रयासरत रहन्थेँ, विषयलाई रोचक ढङ्गमा प्रस्तुत गर्ने। टी ब्रेकमा सबै टिचरहरू टी हलमा भेला हुन्थे। सबै व्यस्त, सबै अनुभवी, ज्ञानी, थुप्रै पढेका। उनीहरू चिया पिउँदै अङ्ग्रेजीमा गफ गरेको सुनेर म दङ्ग पर्थेँ। बडी ल्याङ्ग्वेज नै बेग्लै, हेरौँ हेरौँ लाग्ने, सुनौँ लाग्ने। केही अङ्ग्रेज टिचर फादरहरू पनि थिए। अचानक कतैबाट मेरो नामको उच्चारण सुने। स्पोर्ट्स टिचर सर पेमा रहेछन्। सबैको ध्यान आकर्षित गर्दै मलाई बिचमा आउने अनुरोध गरे। सो लेडिज एन्ड जेन्टलमेन, हियर इज आवर कम्प्युटर टिचर एन्ड सिङ्गर मिस्टर समीर शर्मा। सो वी एक्सपेक्ट हिम टु सिङ अ सङ अन दिस चिल्ड्रेन्स डे। कति पोलाइटली भने उनले मिठो मुस्कानसहित। म हक्क न बक्क परेर हेरिरहेँ, पसिनै पसिना भएँ। सबैले थप्पडी मारेर कुराको समर्थन गरे। म केही बोलिनँ, मात्र हाँसेरै मुन्टो हल्लाएँ मैले। बाहिर करिडोरमा म मनमा के खेलाउँदै क्लासतिर जाँदै थिएँ। पछिल्तिर कसैले मेरो कुममा हात राखेर भने, तपाईँको नाम लिस्टमा चढिसक्यो है। पेमा सर नै थिए। साह्रै जली मान्छे, सधैँ उज्यालो देखिने। उनलाई देखेर लाग्ने कति माया गरेको आफैलाई, आफ्नो कामलाई, स्कुललाई, साथै नानीहरूलाई। त्यसरी मन लगाएर काम गर्ने मान्छेहरू साँच्चै हँसिला हुँदो रहेछन् जस्तो लाग्यो। एउटा प्रेरक व्यक्तित्व। भोलिपल्ट गीत गाउनु पर्ने हुटुटीले मलाई लाइब्रेरीमा पुर्यायो। त्यहाँ थिए पिटर सर। फ्री टाइममा जहिले गिटार बजाइरहेको हुने उनी स्कुलको लाइब्रेरियन। 1-2 पल्ट उनीसँग रिहर्सल गरेपछि बल्ल अलि ढुक्क अनुभव भयो। स्कुलपछि गीत मनमा नै गुनगुनाउँदै सञ्जय केसी सरसँग घरतिर लाग्यो। सञ्जय सर अर्को कम्प्युटर टिचर। म क्लास 1 देखि 6 सम्म पढाउँथेँ, उनी 7 देखि 10 सम्म।
हामीले सँगै नर्थ पोइन्ट जोइन गरेको। उमेरमा मभन्दा धेरै ठुलो तर हाम्रो मित्रता राम्रो थियो। आफूमा भएको भन्दा धेर एनर्जीको साथमा उनी आफूलाई अरू सामु प्रस्तुत गर्दथे। किन होला भनेर मलाई लागिरहन्थ्यो। सँगै स्कुल आउने जाने क्रममा उनले मलाई एक दिन आफ्नो कथा सुनाए। अपत्यारो जस्तो लाग्ने तर साँचो कथा। आज उनी यो दुनियाँमा छैनन् र नै पनि मलाई लाग्छ उनले सुनाएको उनको कथा मैले छोटकारीमा भए पनि यहाँ राख्नुपर्छ र राख्दैछु। कलेज पढ्दा पढ्दै त्यही एमपी ग्राउन्डमै फुटबल खेल्दा खुन छादेर लडेको अरे। त्यसपछि धेरै डाक्टरहरूलाई देखाउँदा पनि उनको बिमारीको पत्तो नलग्दा सबै हताश। 3 पल्टसम्म उनको भुँडी काट्दै आन्द्राहरू हेर्दै बन्द गरेको अरे। अन्तमा बिमारको केही पत्तो नलग्दा कसैको सल्लाह अनुसार उनलाई भेलोर लगेर देखाइयो। विगतका जम्मै रिपोर्टहरू बुझाएपछि भेलोरमा भने उनको भुँडी चिरफार गरी काटेर आन्द्रालाई भने तन्काएर हेरेको अरे डाक्टरले। आन्द्रामा 3-4 वटा दुलो भेटेपछि पेटबाट आन्द्रा नै निकाल्नुपर्ने स्थितिमा बिमार पुगिसकेछ, जसलाई कलेक्टोमी भनिदो रहेछ। भाइ मेरो भुँडीमा आन्द्रा छैन हौ, पाइप छ नि उनी भन्थे। सर्जरी पछि बिमारी अवस्थामै घर फर्किने क्रममा एउटा मिराकल जस्तो घटना भएको कुरा पनि उनले मलाई सुनाए। एयरपोर्टमा त्यही समय मदर टेरेजाको आगमन भयो। उनी कलकत्ता जाँदै थिइन् अरे। यसै क्रममा बिमार कमजोर देखिएको सञ्जय सरलाई उनको टाउकोमा हात राखेर आशीर्वाद दिएको अद्भुत अनुभूति उनले सुनाए। घर फिरेपछि आफैलाई छिटो निको पार्ने क्रममा 10 किलो कङ्क्रिट ढाडमा बोकेर डेली 10 किलोमिटर कुदेको उनको मनोबलको कथा पनि सुनाए। जीवन अति नै मूल्यवान छ भाइ, फुल अफ सरप्राइज अल्सो। म त जाति भएर पनि 2 पल्ट हङकङ पुगेर आइसके। घुम्नुपर्छ नि पुरा, अनि मात्र सिकिन्छ। जिन्दगी बाँचे जस्तो हुन्छ। म तिम्रो उमेर र यस्तो फिट भएको भए कता विदेशतिर हुन्थ्यो होला। यसरी अल्झेर बस्ने उमेर कहाँ हो र तिम्रो। स्कुल छोडा भनेको चाहिँ होइन है फेरि ब्रो। उनले नभने पनि उनको कुराहरूले मेरो मनको गल्लीहरू राम्ररी छिचल्दै थिए। गिटार पक्रेपछि आफ्नो भाँसिएको भित्री स्वरले ब्रायन एडम्स र रड स्टिवर्टका गीतहरू गाउन थालिहाल्ने। गाउँदा हावा चल्दा रुख हल्लेको जस्तै लुई लुई हल्लिन्थ्यो उनको पातलो शरीर। त्यो आवाज र त्यो भावभङ्गीलाई देख्ने सुन्नेहरूले इग्नोर नै गर्न नसक्ने। म त फ्यान नै थिएँ सञ्जय सरको। साथीहरू सञ्जय सरको कुराहरू लिएर पछि फेरि म यहाँहरू समक्ष फर्कने छु। भोलि बिहानै स्कुल पुगेपछि स्कुलको पियानो टिचरसँग एकछिन रिहर्सल भयो। मैले ठ्याक्कै नाम बिर्सिएछु उहाँको नाम। धेरै नबोल्ने, जहिले प्राय उनलाई नानीहरूले छोपिरहेको देख्थेँ मैले। उनी नानीहरूको बिचमा मोटो मोटो औँलाले पियानोको रिडरमा जादु देखाउँदै गरेको हुन्थे। कार्यक्रम 3 बजेदेखि 2 बजी 4-5 जना सरहरूसँग म यसो बाहिर रिफ्रेस हुन निस्के। निकै बेर मजाले चिया पानी पिउँदै उनीहरू गफिए। म त बस सुनेर अब्जर्भ मात्र गर्थे कुराहरू। मेरो तर्फको बातहरू सञ्जय सरले नै राखिदिन्थे। मलाई ढुक्कै थियो। मेरो मन कार्यक्रमतिरै थियो। गाउनुपर्छ भन्ने भित्री टेन्सनले बेला बेला करेन्ट हानिबस्ने। 3:39 हामी ठ्याक्कै हलभित्र पस्यौँ। बस्दा नबस्दै स्टेजबाट गीतको निम्ति अनाउन्समेन्ट भयो। म बिस्तारै चढेँ स्टेजमा। म्युजिसियनहरू जम्मै स्टुडेन्टहरू नै थिए। म सँगसँगै डिएन सर, साजिद सर, सञ्जय सर र अझै 2 जना सरहरू पनि चढेछन् पछि पछि। एउटै माइकमा हामी 6 जना मिलेर गायौँ मुसु मुसु हाँसिदेऊ न लैलै, मुसु मुसु हाँसिदेऊ। माइक खोसाखोस गर्दै यति रमाइलो भयो कि भनेर साध्य छैन। त्यसपछि त स्कुलको वातावरण मलाई निकै सहज लाग्न थाल्यो। एक दिन त्यसरी नै म क्लास 5 मा पसेँ। तर त्यो दिन अचम्म भयो। क्लासरुम एकदम शान्त, चुपचाप। केटाकेटीहरूले कुनै रिएक्सन नै देखाएनन् म भित्र पस्दा। पहिलो डेस्कबाट आँखा डुलाउँदै मैले अन्तिम डेस्कसम्म पुर्याएँ। मेरो हङ्सले ठाउँ छोड्यो। बीचमा फादर भ्यान बसेका रहेछन्। मेरो निम्ति यो ठुलो दुर्घटना जस्तो थियो। म आफैलाई शङ्का भयो, के काम बिगारे होला? कसैले मेरो बारेमा केही गलत पो सुनाइदियो कि? तर कुरा त्यस्तो होइन रहेछ। यसरी बेला बेलामा क्लासरुममा पसेर शिक्षक शिक्षिकाहरूले कसरी पढाउँछन्,
नानीहरूले कसरी लिइरहेका छन्, ढङ्गसँगले क्लासरुम चलिरहेको छ कि छैन भन्ने कुरा बुझ्नलाई, व्यावहारिक ढङ्गमा यी कुराहरू बुझ्नलाई उनी यसरी क्लासरुममा पसेर टिचर्सले पढाएको सुन्दा रहेछन्, यसरी बुझ्दा रहेछन्। र मेरो निम्ति त यो एउटा अचम्मको घटना जस्तो थियो। म अलिकति नर्भस पनि भएँ। अनि उहाँलाई देखेपछि, उहाँको पर्सनालिटी देखेपछि, त्यसै पनि एउटा अङ्ग्रेज फादर क्लासको लास्ट बेन्चमा बसेर यसरी हेरिरहेको अनि मैले नानीहरूलाई पढाउनु पर्ने स्थिति मेरो निम्ति साँच्चै नै अस्वाभाविक थियो। तर मैले हिम्मत भने हारिनँ। मैले नानीहरूलाई पलक पुलक हेरेँ र आज क्विज गराउँछु भन्ने मैले सोचेँ। त्यसपछि मैले नानीहरूलाई एबिसिडी ग्रुपमा डिभाइड गरेँ र क्विज कन्डक्ट गर्दै उन नानीहरूलाई नै एले गरेको बीले प्रश्न दिने, बीले गरेको सीले दिने, सीले प्रश्न गरेको डीले दिने अनि डीले प्रश्न गरेको फेरि एले दिने। यसरी मैले क्विज सञ्चालन गर्दै गर्दै र अन्तमा हार जितको नतिजा सुनाएँ। तरै पनि मलाई क्लासको यो 45 मिनट बिताउन मलाई गाह्रो परिरहेको थियो। र अचानक फादर भ्यान उठेर भन्नुभयो, यो विनर चाहिँ म डिसाइड गर्छु है, आई विल डिसाइड द विनर। अनि त्यसपछि फादर भ्यानले पोइन्ट्सहरू सबै हेरेर विनर डिसाइड गर्नुभयो। अनि र यसरी विनर डिसाइड गरिसकेपछि फादर भ्यान क्लासरुमबाट बाहिर निस्किए। लामो सास फेरेर फेरि मैले क्लास सञ्चालन गर्नतिर लागेँ। भोलिपल्ट बिहानै पहिलो क्लास सकेर म कम्प्युटर रुममा जाँदै गर्दा करिडोरमा फादर भ्यानलाई आफ्नो दामी क्यामेरासित भेटेँ। उनले मलाई बोलाए अनि फोटो खिचौँ न भनेर मुसुक्क मुस्काएर हामीले एउटा फोटो पनि खिच्यौँ र त्यो फोटो मसित अझै पनि उपलब्ध छ। आज फादर भ्यान हुनुहुँदैन, तरै पनि उहाँले दिनुभएको जुन एउटा आँट, एउटा विश्वास र एउटा कन्फिडेन्स त्यो मसित अझै पनि बाँचेको छ।